यो मेसिन चाहिँ अस्ति हाम्रो कम्पनीको हो, आग लाग्यो हेर पुरा जलेछ क्या। अनि फेरि यहाँ साउको भाइको चाहिँ यो रिसाइकल कम्पनी छ क्या, रिसाइकल कम्पनी हुने रहेछ। पक्कासँग भाइले चाहिँ फेरि लिएर आएछ है। 3-4 महिना जति राखेको थियो, फेरि भाइले चाहिँ लिएर यसको नयाँ नयाँ अलिक युजफुल हुने सामानहरू चाहिँ झिकेर अर्को मेसिनमा लायो। यो चाहिँ खत्रै जलेको थियो क्या, सावा नै पागल छ, रातभरि चलाएर छोडिदिइराखेछ। यो मेसिन चाहिँ काठहरू ल्याएर यसलाई पेल्थ्यो क्या, काठको धुलो निकाल्थ्यो, काठलाई पिसेर के भन्छ त्यो सानो 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 बनाएर त्यो पानी तताउनेको लागि, बोइलरको लागि ल्याएर यस्तो गर्थ्यो है। पुरा एक दिन साउले शनिबार चलाएर रातभरि छोड्दैछ, पुरै मेसिनै जलेछ। अनि गाराङ गुरुङ जल्दिएर पुरा यस्तो